गाइज वेलकम टु माई भ्लग। आज चाहिँ म हाम्रो प्यारी क्युटी बाजेसँग चाहिँ बजार जाँदैछु है। कपाल काट्नलाई जानु लाग्यो बाजेको। मेरो चाहिँ होइन है कि मेरो पनि काट्नु किन काट्नु चिन्डे हुन काटो चिन्डे हुनलाई काट्नु म चिन्डे भएर आउनु पर्यो हौ। अनि ढाका टोपी लाउनु पर्यो दिदीको बिहेमा हुन्छ। तपाईँसँग ढाका टोपी छैन एक्स्ट्रा? ल ढाका टोपी लाएर उयो गर्ने ल। बाजेले एउटा ढाका टोपी दिनुहुन्छ नि मलाई? जाउँ आउँछ नि। उता हिँड्दै जानुपर्छ बिस्तारो बिस्तारो अटो आउँछ। अनि बाजेको यो कपाल काट्ने अरे क्या। कपाल कति धेरै तित्तिरी फलेको छ हौ। तित्तिरी इम्ली लाने लग सबै बोट झारेर लगौँ। अरे अझ झोलामा ढोक्रोमा हालेर लैजाऊ। ल ल ल ल ल ल ल फुल पनि फुलेको रहेछ। जमजम आउनु। अटो छैन आएको छैन। बिस्तारै बिस्तारै हिँड्दै जाऊँ न। आउँछ होला बिस्तारै बिस्तारै हिँड्दै जाऊँ ल। खोइ अटो आएको छैन। यता झापा यहाँबाट 15 मिनट लाग्छ बजार पुग्न। बिस्तारै हिँड्दै गरौँ कि। अनि अटो आयो भने चढे जाऊँ ल। म चाहिँ यता झापा आएको छु नि त मेरो दिदीको बिहेमा। अनि त्यहाँदेखि हाम्रो बाजे मेरो बाबाको मेरो मम्मीको बाबाको यो गाडी पनि मेरो मम्मीको बाबाको भाइ हो क्या। मेरो दाजु म कान्छ। अनि हामी चाहिँ यहाँनिर बाजेको कपाल काट्ने अरे नि। म बाजेसँग बजार जाँदैछु क्या। अनि यहाँ अटो कुर्दैछौँ हामी चाहिँ। कुर्दैछौँ भन्दा नि हामी हिँड्दै जाऊँ बिस्तारै हिँड्दै जाऊँ। केही नि हुँदैन हिँड्दै जाऊँ न बिस्तारो हिँड्दै जाऊँ हिँड्दै जाऊँ। अटो आयो भने अटोमा उयो गर्नुपर्छ चढ्नुपर्छ अहिले ल बिचबाट। अनि आज चाहिँ बाजेसँग यसो डुलिदिउँ न गाउँ भनेको। गर्मी भयो त गर्मी भयो त मलाई त। पाहाडमा बस्नु गर्मी नै हुन्छ। कस्तो घाम लागेको कति तातो हौ। म एकतालि लुम्डे पुग्नु मन लागेको थियो। जानुपर्छ कहिले जाने अब यो पालि ल। मेरो दाजुले जोडेको ठाउँमा पुग्नु मन लागेको थियो मलाई। त्यत्रो घर बारी जोडेको ठाउँ के कालो बनायो किन हेर्दै कस्तो हेन्सम देख्नु भएको बाजे। दाँत देखाइदिनु नि त दाँत एउटा छ भन्दै देखाउनु न त। एउटा नाच्नुपर्छ ल बिहेमा। तपाईँ र म नाच्नुपर्छ है। नाच्ने होइन नाच्नुपर्छ। कपाल काट्ने अरे बाजे। ताल्नु ताल्नु भन अलिअलि मात्रै काट्नु। जे भए पनि उसले गरिहाल्छ त्यो। यसो काट्दै भनेपछि काट्दिनँ पैसा दिनु पर्दैन। किन किन तिर्नु पर्दैन? यो त्यो भनेको आफ्नै मित्र हो। आफ्नै मित्रता भनेर घाटा लाउनुहुन्छ मित्रतालाई होइन। मलाई पैसा दिँदैन पनि। दारी कपाल दारी कपाल काटेर पैसा दिँदैन। माग्नु भयो टोपी त त्यो बङ्गाली लाउनु पर्छ। त्यो बङ्गाली लाउनु पर्छ। कहाँ हो है? चोकमै हो। ए गाई जब हामी चाहिँ बाजेको कपाल काट्न जाँदैछौँ। टक्क कपाल काटिसकेर बाजेलाई हिरो बनाएर ल्याउने हो नि। नातिनको बिहेमा हिरो हुने होइन। म हिरो भन्न हिलो चाहिँ हुने हो। त्यस्तो भन्नु हुँदैन होइन किन हुँदैन? अब हिरो बन्न के गर्नु छ र? बन्नुपर्छ नि अब अब त हिलोपट्टि जाने हो। अब त हिरो बन्नुपर्छ त झन्। पहिले त यत्तिकै जवानीमा त यत्तिकै हिरो छ नि त। अब झन् हिरो बन्नुपर्छ यो। बाजेको अब यहाँनिर गाला चाहिँ कोदोको ढेँडो टाँसेर अब यो फुलाउने होइन कोदो ढेँडो कहाँ जान्छ हौ? टाँसौँ न अनि आइपुग्यौँ हामी चाहिँ। बाजेको यो कपाल काट्ने होइन सबै सबै होइन
अलिअलि काट्ने नयाँ मोडलको काट्दिने नयाँ मोडलको होइन अलिअलि काट्दिनु यो होइन नयाँ मोडलको हो नि यसलाई पैसा दिनुपर्छ। म चाहिँ होइन यहाँ चुइगम किन्न आएको कि अनि बाजे चाहिँ पुरा पैसा बोकेर कुदेर आउनु भएछ उतानिर बसिरहेको नि हुन्छ उता छ होस् न त उहाँ छोड्यो यो नाक चाहिँ मेरो नाक चाहिँ बाजेपट्टि गएछ क्या यो ऊ हेर ल राजकुमारको नाक र मेरो नाक एउटै हो। तपाईँपट्टि गएछ मेरो नाक मलाई सबैले बाहुनी भन्छ अनि म बाहुनी जस्तो देखिन्छु राजकुमारको पनि नाक यस्तै थियो त। म बाहुनी हाम्रो वंशमा यस्तै नाक थियो सबै अन्त होइन जेठाको माइलाको मकान्छ। मलाई बाहुनी भन्नेहरू बाहुनी भन्ने छोडिदियो कसले है बाहुनी? मलाई सबले बाहुनी भन्छ यहाँ कराउनु त बाहुनी भन्दैन भनौँ न यहाँ यो यस्तो मान्छे नभएकोलाई बाहुनी भन्छ कसैले? यहाँ भन्नु न कराउनु न बाहुनी भन्ने हो भन्नु न। होइन बाहुनी भने केही हुँदैन तर पनि त नाखे बाहुनी नभन्ने भन्नु न भन्नु न हो बाहुनी भन्ने होइन भन्नु न होइन होइन नभन त्यो बाहुनी नभन मेरो नातिनीलाई बरु धन्यवाद बरु गुरुङ नि भन। बरु गुरुङ नि भन तिमीहरू के बाहुनी भन्छौ होइन को थोते बाजे रहेछ त्यहाँ खुइलाउनु हौ खुइलाउनु पर्दैन है अलिअलि मात्रै खुइलाउनु हौ अब अलिअलि जाडोमा अलिकति गाह्रो हुन्छ क्या दाँत खुचेपछि यस्तो हालतमा मुख खोपी गरेको के गर्नु के भरे दाँत खुचेपछि अलिअलि मात्रै काटिदिनु ल खोपी गरेको अलिक पछाडि सर्नु खै यता हेर्नु त ल कहाँ नआउनु हौ हिरो यता अनि बाजे त गफ गर्दै गर्दै कपाल काटिसक्नु भयो अङ्कलले अब बाजे र म कता जान्छौँ अरे अनि यो कता जाने अरे अब किन दाल सारी काट्नु पर्ने छ ए दारी चाहिँ छैन त के काट्नुहुन्छ यी देवा पनि काट्नु पर्यो नक्कले बाजेलाई झन् नक्कले बनाइदियो नि नभए यहाँनिर अलिअलि कपाल छ यता अङ्कल लु अब त हिरो अब त के खाएको देखाइदिनु त खोल्न के ए डेरी मिल्क खाएको नि ल कति हो अङ्कल पर्दैन बाजे र म चाहिँ कपाल काटेर निक्लिसक्नु है होइन ल बस्नु अङ्कल एकदम घुम्ने बजार घुम्ने हो कता घुम्नु हौ नघुमी जाउँ हौ घर जाउँ घुम्नु न यसो त्यहाँ उफ बाजे त घुम्ने अरे अब यहाँ गयो नि त जे खाउन्थ्यो निकाल्नु न निकाल्नु आयो बाजे अब हिरो भएर कता जाने हो हेर न बजार घुम्नु पर्यो अरे हौ के गर्नु नानी घर घर के काम छ काम केही छैन रही पनि यो तातो यो भनेको शिवजीको मन्दिर भयो पहिला यहाँनिर थियो के किन्नु जाने बजार यहाँनिर थियो बाजे त कति राम्रै देखियो त नातिनले सिँगारेपछि त उफ बाजेको फेरि बाजेसँग बोल्नु सकिँदैन होइन नहेरौँ त्यता यता उता 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 छ पहिलाको मेरो पुरानो साथीको साथी घर थियो ए हो मरिगयो अब चाहिँ बजार डुल्नु पर्ने हुन्छ होइन एकछिन यस्तो भएको बजार घुम्नु हो बजार घुम्ने म त गर्मीले हेर्नु त म त कस्तो अबै गर्ने अरे हामीलाई जाडो छ मलाई त गर्मी छ त नि हेर्नु त म कस्तो देखिसकेँ हेर्नु त गर्मीले देखियो होइन सब बजार लागेको रहेछ भर्खर भर्खर निकालेको रहेछ नि अहिले भर्खर बाजेलाई के किनिदिनु अरे प्याज टोक्ने प्याज टोक्ने आयो गर्नु भयो अब हामी एकछिन डुल्छौँ अनि घर जान्छौँ बाजेको गफ सुन्दैछु है बाजे यति धेरै बाजेको साथी रहेछ यति धेरै बाजेको साथी रहेछ हामीलाई त्यहाँ आधी सेकेन्डको बाटोमा आउनु 5 मिनटै लाग्यो होला हिँडेर आउनुलाई हौ भन्नुहुन्छ यता पनि उता पनि हौ भन्नुहुन्छ होइन होइन
साथीहरूसँग नबोल्नु पनि अब कता भएन जानुभएको यता चाहिँ फेरि अब ए यता छिरेको नछिरौँ क्या छिर्ने हो र घर जाने होइन त बाजे हजुर बाजेले मलाई डुलाएर बाजेको गफ चल्दैछ यहाँ चाहिँ घरमै छ कमसेकम 70 भन्छ ल लाग्ने मेरो नाति नै हतारिएको लैन ल बाई बाई ल बाबु बिस्तारो ल बस्नु ल अब जाऊँ ल घर कुरो जाने कि अब अझै काका साथी छ अटो बोलाम अब बाजेले फेरि एकछिन भनेपछि अझै पर जानुपर्छ होइन खैनी कहाँबाट उतापरबाट ल ल ल ल ल अब चाहिँ घर जाला जस्तो गर्नुभयो बाजे मेरो चाहिँ सपिङ पनि सकिसक्यो होइन बाजे होइन आउनु आउनु पर्दैन आउनु 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 अबुई बाजे त कति जिद्दी भएको अब हामी चाहिँ घर जाँदैछौँ अब हामी चाहिँ गएको भन्नु न गएको गएको बाई यस बाई 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 गाइज भन्नु न बाई नक्खले बाजे घर फर्केको है ल बाई बाई गाइज आजको भ्लग चाहिँ यति नै हो होइन बाजेसँगको छोटो गफवाला भ्लग हो यो चाहिँ अनि यति नै थियो बाई बाई सी यु इन नेक्स्ट भ्लग भन्नु न बाई गाइज भन्नु बाई गाइज भन्नु न गाइज गाइज बाई गाइज बाई बाई म सिकाउँछु लु भन्नु नि त यहाँ लु बस है म गएँ भन्नु भन्नु न फेरि भन्नु न एकचोटि भन्नु न एकचोटि लु बस है म गएँ भन्नु न भन्नु न भन्नु ल ल बाई गएँ म बसेँ बस